साथीहरु माछा कता छ भनेर खोज्दै छ साथीहरु माछाको खोजीमा तल गइसक्यो माछाहरु उहाँ यता नि त सर उहाँको नाम त चन्द्रबहादुर कुमार उहाँ चाहिँ के अरे त्रिभुवन युनिभर्सिटीबाट चाहिँ माछामा डिग्री हासिल गर्नुभएको र माछाको एक्सपिरियन्स फिल्डमा एक्सपिरियन्स चाहिँ उहाँको 10 वर्षको छ उहाँ चाहिँ श्रीरामले चाहिँ यो माछामा कति पास गर्नुभयो तपाईँले चाहिँ कुन विश्वविद्यालयबाट तपाईँले माछाको शिक्षा हासिल गर्नुभएको श्रीराम भाइ तिमीले चाहिँ कुन विश्वविद्यालयबाट चाहिँ माछा सम्बन्धी पढ्नुभयो तुमा हाल्नु न कापा कापा हाल्नु हो त्यो सुरु छिरिसक्यो माछाको बिगे फेरि पानीमा छिर्नु भइसक्नुभयो छिरिसक्नुभयो उहाँको 10 वर्ष एक्सपिरियन्स ल छिरो चन्द्र छिरिसक्यो सबै ऊ छिरेको तलबाट हेर न ऊ लुतुतु गयो क्या एउटा मात्रै पऱ्यो दुईटा तीनटा माछा सेतै भएको त्यो के आएको लिएर साथीहरु माछा कत्रो कत्रो छ हेर्नु त चन्दाले माछा उठाइरह आमा लिएर त्यो तन्की है पातल रहेछ है त छ मात्रै छ जुडुला कहाँ पर्छ यति पहिला पर्थ्यो अहिले पर्दैन उदे त त्यो देखेको यो माछा ल पक्कै देखिया त उयो छ सिराम त घन्टीमा दाइ बान्धे त्यो बुझ्नु अस्ति कमलले कतिलाई दाइ हानेर गर्दै है कत्लेलाई नत्र भागेको नि चन्दाले उम्कै हाल्यो झ्याम्मे गएर पुरै म त लुगा यति तलै थियो के म त पाखा भइरहेको थिएँ भागे के सहत्न परेन जम्मै आमाले नित्रुकै पुरै कमल हेरी यहाँ हाला के त ल पक्कै रहेछ त आमा हेर आधा किलो त भयो जोस् के अरे हाम्रो लक्ष्य चाहिँ 4 किलो मारेको थियो 3.5 किलो आइपुग्यो अब यहाँ त बाक्लै गरेर ल हेर त गरे हे जान्छ यो ल ल ल ल पक्कै आएछ त अहिले त यतिको बाख्रो पर्नु पर्ने थियो कि
यतातिर माछा थियो हो यत्तिकै बाक्लो माथिदेखि तलसम्म यस्तै झ्याङ्टा भइदिए त पर्थ्यो फेरि होइन अङ्कल त्यो त झ्याङ थिएन नि त कता छ होला अब त्यस्तो ठाउँ यो रमा त्यस्तो छैन यो रमा नि छ होला सन्च लगभग 1 किलोको अनुमान गरेका छौँ हामीले 1 किलो त पर्यो छैन कम हुनुपर्छ 1 किलो माछा श्रीरामले चाहिँ पुरै माछा हाल्ने भाँडो चाहिँ यता चाहिँ हाम्रो कुन फेन्सीको बिहा गयो अर्कै फेन्सी हो आज चाहिँ ल भाग्य रहेछ यसलाई माछा रुजिहाल्यो नि यार मजाले हेर्नु नि ए लाउरे माथि लाँदा नि कता छ त हाफ प्यान्ट है अरे हेरी त तिर आएको क्या अहिले माछा फेरि एक लट हेरी त तिर कता चन्द्र माछा आएको कता माछा आएको तलपट्टि ल मार्नु पर्छ न हात त्यो निकाल्ने हो बेलुका चाहिँ च्याट्टा कोपीसँग कोपीको अर्थ चाहिँ चिन्नु भयो होला नि फेरि प्योर कोदोको कोपी भनेको चट्ट प्योर कोदोको रक्सीसँग यसलाई ट्याक्क फ्राई गरेर अचारमा डोब्दै कसरी खाने रे चन्दै चम्म गर्दा त चुरुम्म छैन र आधा किलो छ होला आधा किलो त एउटै साइज छ एउटा फट जाकिएछि खै होइन अघि निकाल्छ लामा हाल्यो यो एरा त के भन्छ भित्ती होइन के अरे सबै भित्ती हो पछि गएर हुने पत्ले हुन्छ के यो पछि गएर कत्ले हुने के होइन माछे नै यस्तै हो यत्रै हो झैले नि यार यो झ्याङ्टामा त्यति नै माछा हुन्छ भने के पक हेर्न त्यतातिर उफ्रेको हेर्न माछा हेर्न अहिले हेर त उफ्रेको हेर्न हेरी आएको हेर्न आधा